पिपुल वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना आरामै सन्चै हुनुहुन्छ होला। म पनि आरामै सन्चै। अनि भ्लग चाहिँ अब मेरो त्यस्तो डेली त जाँदैन, कहिले काहीँ हो। आज हामी पुर्कोटतिर छौँ हौसली। अनि यस्तै छ, हामी चौरतिर जाँदैछौँ। शिला खत्रीजी यता हेरिदिनुहोस्, हाई भनिदिनुहोस्। ल हामी चौरतिर जाँदैछौँ। टक्क भ्यू चाहिँ यस्तो यस्तै नै छ गाउँतिर होइन। अनि त्यस्तो मेरो भिडियो त धेरै भयो होला है, मैले भिडियो नहालेको। भदौतिर हाल्थेँ अनि त्यहाँदेखि त्यस्तै भयो, फोन नि त्यस्तै भयो। अब चाहिँ लगभग आउँछ होला। यस्तो डेली त आउनु, हप्ताको 1-2 चोटि आउँछ है। फेरि शिला खत्रीजी हाँसिहाल्नुहुन्छ क्या फेरि। के छ अब यस्तै छ, गाह्रो छ गाउँमा। पानी आएको आइथ्यो, लाइन नभएर टेन्सन के फेरि। सबैको घरमा लाइन छ, हाम्रै घर छैन के अरे। अहिले फेरि सबैको घर नेट छैन, हाम्रो घरमा मात्र नेट छ। यस्तै हो गाइज। हजुर त्यही त नि के, सबैको घर नेट छैन, हाम्रो घर नेट छ। यस्तै हो के हो गाह्रो छ। अब हामी यसो उहाँ चाहिँ एउटा मन्दिर छ है। राइट, गाह्रो छ। टक्क यहाँ भ्यू बवाल आउँछ कि फेरि। यहाँ खतरा पहिरो गइरहेछ। यहाँ म चिनाउँछु नि त कुन भन्छ। त्यो चाहिँ खाल्टे, खलडाँडा, कुर्गा यस्तो छ पहिरो। त्यो चाहिँ विशिष्ट पानी है, पहरचौर, मैदान, टारी अनि डरे चाहिँ यो है, डरे आम्बो डरे सनसेट हुँदैछ। यस्तो छ गाइस। उहाँको लागि भयो त खतरा आएको मेरो फोन फेरि। यस्तो छ नि सिस्टरको गीत। अब त्यस्तै हो, सब्सक्राइब गरौँ, लाइक गरौँ, कमेन्ट गरौँ है। त्यस्तो साह्रै त अब ल। आम्बो स्टन्ट खतरा बा, सक्छ त कसैले सक्छ। अनि सिलु दिदी, सिलु ल हस् ल ओके। यहाँबाट फर्किँदैछौँ ल है। बिल्ला के अब के भन्ने ल। खै मेरो यो अवस्था देखेर सिलु दिदी फथाल्न सक्नु हुँदैन। म चाहिँ अब पारीबाटै आउने सोच छ। त्यस्तै छ। हाई भनिदिनुहोस्, कतिचोटि हाई भन्ने। त्यहाँ चाहिँ मन्दिर छ है। यस्तो छुट्याउनु हुन्न कि गाइस। हाम्रो चाहिँ नेपालको झन्डा थियो है, त्यो चाहिँ अहिले उ भइसक्यो रहेछ होइन। फाटिसकेछ कि यसो स्पोन्सर हान्न पऱ्यो कि यसो। अब के बोलौँ, यस्तो भिड छ नि त। अनि टक्क लाएर है
हावाइला आइरहेछ पछिबाट सबैजना आउनुहोस् घुम्नुहोस् के भन्छ हाम्रो फलेवास 3 शङ्कर पोखरी पुरकोटको भूमेकोट टक्क यस्तो छ यहाँ धेरै छ नि त यो कसको चप्ली हो गाह्रो छ अब भोलि नि जान्छ होला मेरो भ्लग बिस्तारै भइहाल्छ नि किन टेन्सन लिएको हैन टक्क एनटिसीको टावर छ खाने माने ट्याङ्की त्यही हो गाइस अरू त्यस्तो खासै त छैन तर घुम्न चाहिँ बवालै छ है त ठिक छ नि त आफ्नो गाउँ जस्तै भयो नि राम्रै हुन्छ कि कसो र राम्रै लाग्छ जस्तै भयो नि यो चाहिँ हामी सानोमा पढेको स्कुल है यो चाहिँ हाम्रो टावर यो एनटिसीको टावर हो यहाँ हामी खतरा बल खेलिन्थ्यो हाम्रो साइकल बाइकहरू अनि त्यहाँ चाहिँ सुरुङ छ यो सुरुङबाट अनि केपीपाको रेल छिर्छ त्यहाँ चाहिँ हामी बल खेल्ने यो चाहिँ एनसिएलको र फाइनल्ली त्यही छ भूमेकोट फुलहरू फुल्दैछ Oh my god. अनि टक्क यो चाहिँ मौलो भन्छ हाम्रो बाबुको नाममा राखेको सुभान है यस्तो गर्नुहोस् त यता गर न यताबाटै शुभम रहेछ तर शुभम केसी यस्तो छ यहाँ चाहिँ दसैँमा पूजा हुन्छ चाहिँ फोका काट्ने टक्क वेलकम टु गुरुको कि कसो र गाइज पानी आउला जस्तो छ टक्क अनि भ्यू यस्तो छ है त त्यहाँ चाहिँ दसैँमा राँगा काट्ने त्यहाँ चाहिँ कुखुरा यस्तै छ हाम्रो सिलगढी आफ्नो भयो त्यहाँ चाहिँ नेपालको झन्डा थियो है त्यस्तो भयो चाहिँ यार अनि लास्ट भ्यू ल आजलाई यति नै सबैजना यसो लाइक कमेन्ट सब्सक्राइब सेयर सक्दो गरिदिउँ यसो के छ र अब आफ्नै त हो है रात परिसक्यो पानी आउला जस्तो छ ल बाई